हामीले लैङ्गिक हिंसा बारेमा जुन चाहिँ कुराकानी गरिराखेको छ। Introducing Devil's Hot Chicken Noodles. Nepal's hottest bite. It's devilicious. त्यो कुराकानी हामीले हाम्रो सङ्घमा र हामीले हाम्रो व्यवहारमा कतिको लागू गरिराखेको छौँ कि छैनौँ, अथवा यो प्लेकार्डमा जुन चाहिँ यहाँनिर चाहिँ प्रस्तुति गरेको जुन कुरा छ त्यो कुरा सर्वप्रथम साँच्चीकैको यदि हामीले हाम्रो जीवनमा र हाम्रो व्यवहारमा अपनाउने हो भने जुन चाहिँ तपाईँको बिहेभियरको कुरा होला, जुन चाहिँ सङ्घमा दिनुपर्ने उहाँहरूलाई स्थानको कुरा होला, त्यो कुराहरूमा चाहिँ साँच्चीकैको यदि हामीले काम गरिरहेछौँ भने यो कुरा आज यहाँनिर उठाइराख्नु पर्थ्यो जस्तो चाहिँ लाग्दैन मलाई। र त्यो कुरा हामीले चाहिँ हाम्रो सङ्घमा पनि व्यवहारमा पनि र कतै न कतै नगरिएकै कारण आज यहाँनिर हाम्रो लैङ्गिक हिंसाको कुरा यहाँनिर चाहिँ हामीले उठाइराखेको छौँ। त्यही भएर यो चाहिँ हामी उपस्थिति हुँदै गर्दाखेरि हामीले यो कुरा हेर्दै गर्दाखेरि र यो कुराको समेत आवाज उठ्दै गर्दाखेरि हामीले चाहिँ यो कुरालाई चाहिँ साँच्चीको अपनाउने कि नअपनाउने भन्ने कुरा हो। ताकि जस्ट हामी यहाँनिर उपस्थिति भएको छौँ, हामीले एकअर्काको कुरा राख्छौँ, एकअर्कामा बोल्छौँ, बोलीमा मात्र राखेर हामी छोड्छौँ भन्ने कुरा चाहिँ मुख्य तपाईँको मूल्य मान्यता राख्दछ।